चाहिँ हाम्रो बुबाको बिमारी भएछ भने त म के गर्नु यता न उता हुन्छु त अनि दाह्री काट्न लगाएको थियौँ हामीले त्यो चाहिँ काटेर अलिक सफा गरिदिएको छ अनि त्यो अलिक त्यो जिउ हात खुट्टा अलिक चलाउन हलाउनु थालेर होला कि अक्सिजन अलिक कम भइरहेको छ नि हार्टबिट धेर भइरहेको छ किनभने आज 7 दिनसम्ममा पुरै बेडमा भएर पनि होला कि अनि त्यो मुभ भएपछि चाहिँ त्यो धड्कन धेर बढिरहेको छ नि प्रेसर पनि अघि हाई भएर चाहिँ अनि अहिले यहाँ दबाईहरू दिएको छ अनि अरू त ठिकै हो अक्सिजन चाहिँ त्यो सास फेर्न गाह्रो हुनुको कारण चाहिँ त्यो धेर यताउता चलमल गरेर के पिताले अनि त्यस्तै हुँदैछ आजको चाहिँ 7 अब हुन त 7 दिनमा त अलिक हल्लिने ओर्ने बुझ्ने सुन्ने त हुनुभयो पिता तर हामीलाई चाहिँ यसो हेर्दा चाहिँ अनकम्फर्टेबल भयो जस्तो फिल क्या के बोल्न खोज्ने अब पाइप बेसी लगाएर त बोल्न सक्नुहुन्न अनि अहिले यो सुत्नेको दबाई पनि दिएको छ बुबाले साह्रो हात खुट्टाहरू चलाएर नि त्यो धड्कन धेर चलेर अनि त्यहाँदेखि त्यो सास फेर्न गाह्रो भएर बोल्न खोज्नुहुन्छ अब बोली त आउँदैन यहाँ त्यही भएर गर्नुहुन्छ अलिक गाह्रो भएको हो कि सास फेर्न हामीलाई हेर्दा पनि भइरहेछ अनि किनभने अरू बेला नर्मली 80 दिन्थ्यो भने अक्सिजन त्यहाँनिर 50 छ 40 दिएको थियो उनीहरूले अनि 40मा अलिक गाह्रो भयो कि त्यो भित्र इयर वे हुन्छ नि त्यो खुल्ला नभएर पनि हो कि पाइप लगाएर अनि सबै थोक उनीहरूले गर्नु चाहिँ गरिरहेछन् अनि अर्को भनेको चाहिँ त्यो धेरै हाई डोजको दबाईहरू दिएर किडनी चाहिँ अलिक धेरै नै खराब भइसकेको छ अरे अनि त्यही भएर उनीहरूले दबाईहरू चाहिँ स्टप गरेको छ कतिवटा हाई डोजको अनि अलिक राम्रो होस् भनेर अरू राम्रो दबाई पनि दिएको छ अब अझै त्यति साह्रो दबाईहरू थिएन एड गरेको आज यो त्यो एड गरेको छ दबाईहरू धेरै उयो गरेको नभए 2टा मात्रै युज गरिदिइरहेको नि त फर्स्ट सेकेन्ड थर्ड डेजमा भन्दा चाहिँ अहिले चाहिँ अलिक कम्ती त्यो सेलिनहरू पनि कम्ती छ बट मलाई भनेको चाहिँ यो दबाई एड गरेको छ पिताको लागि अनि अहिले चाहिँ चलाइरहनु भएको छ तर उयसमा चाहिँ हुनुहुन्न दबाई खुवाएर राखेको आयो भने आइहाल्छ आएन भने यो हुँदै हुन्छ उयसमा चाहिँ हुनुहुन्न त्यो दबाई हो दबाईले लडाइरहेको छ नि त नभए त सबै त गर्नुहुन्छ नि अलिअलि त आफै हो नि सबै थोक गरिरहनु भएको छ आफू चाहिँ खोज्नु भएको बिमार पनि अरू बिमार पनि छ त्यही भएर पनि एउटा बिमारको लागि ट्रिटमेन्ट गराउनु अर्को खराब भइरहेको हुन्छ साइड इफेक्सन जाडो भयो भने त सो आज चाहिँ डे 7 हो अरू भिडियो चाहिँ मैले डे 4देखि 5, 6 3 दिनको बनाएँ होला सायद अनि यो चाहिँ आज डे 7मा चाहिँ हामीलाई पनि अब अलिक धेरै बुबाले त्यो सास फेर्न गाह्रो भएको जस्तो चाहिँ भइरहेछ अलिक अरू बेला क्या बुबा त उयोबाट 24 आवर अब्जर्भमा राखेर उठेदेखि चाहिँ बुबा हिजो त राम्रै हुनुहुन्थ्यो नि त तर हिजोको र आजको तुलनामा चाहिँ हल्का उसलाई दम होइन त्यो सास फेर्नु अलिक गाह्रो भइरहेछ मलाई लाग्छ उनीहरूबाट 50 मात्रै दिइरहेछ नि त अनि आधी चाहिँ बुबाले गरिदिनु भएको छ अरूलाई चाहिँ क्या फुल सपोर्ट त्यहीँबाट मात्रै थियो नि त बुबाबाट थिएन नि त आज सबै बुबा उयोबाट आधी नै घटाइदिएको छ त्यही भएर गाह्रो भएको होला भन्दैछौँ है हाम्रो उयोबाट चाहिँ होइन ठिकै होस् भन्ने अब केही समय केही घन्टा बेलुकासम्म थाहा हुन्छ दबाईहरू दिएको पनि छ अब हेरौँ वल्सी गाइस वेलकम ब्याक छ आज चाहिँ हाम्रो बुबा आइसियुमा राखेको 10 डेज भइसक्यो अनि 10 डेजमा चाहिँ 3 दिन 4 दिनसम्ममा त अनि त्यही भएर म एकछिन उयो बोलाउँछु अनि पिताको चाहिँ हालत अहिले यस्तो छ अहिले चाहिँ खाटैबाट उठ्न खोजिरहेछन् हाम्रो पिता अहिले चाहिँ धेरै बुबा दुखिरहेछ बोल्नलाई पिता खोज्नुहुन्छ नि के गर्नु मुखमा पाइप छ बोल्न सकिँदैन ज्यादा डक्टर लिएर बोला त म चाहिँ नि हेर्दै मलाई अनकम्फर्टेबल सजिलो भयो जस्तो लाग्छ कि बुबालाई अनि न त सिरा नि त्यस्तो अहिले धेरै बुबाले के भन्छ बुबाको यो हात सुनिने पनि अहिले अस्तिको भिडियोमा देख्नु होला साथीहरू अहिले चाहिँ यतिको छ अनि कतिवटा दबाईहरू पनि लगाइदिएको छैन कि निद्राको दबाई रहेछ यो चाहिँ सेतो चाहिँ नयाँ एड गरेको अरू त सबै सेम नै छ अनि अक्सिजन चाहिँ बुबाको शरीरमा अहिले अलिक भएर 99, 100, 97 त्यस्तो हुँदैछ कि अहिले चाहिँ हालमा चाहिँ
बुबा बेडबाट उठ्नुहुँदा यस्तो गर्नुहुन्छ पिता यो खुट्टा यहाँ आइसकिसक्यो टोइलेट गर्नुभएको छ कि डक्टरले बोलाउन दाजु गएका छन् अनि अक्सिजन चाहिँ यहाँनिर उनीहरूको 40 मात्रै छ हेर्न न गाइस हात समाउनु भन्छ पिता बुबा यहाँ हात समाउनु त मजाले चन्द्रीलाई मजाले समाइदिनु त बुबा बुबा चन्द्रीलाई हात समाउनु मजाले मजाले समाउनु ड्याडी यहाँको बुबाको चाहिँ यहाँ खुट्टा धेरै चलाएर यहाँ खास भने त राइटपट्टिको खुट्टा बुबाको विक छ नि त गेटबाटै उठ्नु जस्तो गर्नुहुन्छ पिताजी अनि यो नर्मलै हो अरे कि राम्रो अरे भनौँ न नर्मल भन्दा पनि राम्रो अरे यो यसरी चलेको किनभने बडी एउटा चल्दै नचल्ने भयो भने चाहिँ गाह्रो हुन्छ सुधार हुनलाई भोलि पर्सि नर्मल हुनलाई अनि त्यही भएर पनि यो चलेको राम्रो अरे अनि उनीहरूले यो दबाई चाहिँ 3-3 मिनटमा अन अफ गरिदिन्छन् अरे त्यो चाहिँ अब अहिले दबाई दिएको छ बुबालाई होइन बुबा होसमा अब बुबालाई थाहा छैन माइन्डमा दिमागमा तर जिउ चाहिँ चलिरहेछ यत्तिकै अनि एकछिनमा अन अफ गरिदिँदो रहेछ त्यो दबाईले चाहिँ गर्दो रहेछ कन्ट्रोल गर्दो रहेछ तर पनि दबाईले दिए पनि बुबाको चल्नु चाहिँ यत्तिकै हो चलिरहेकै राम्रो अरे अनि यहाँ धेरै सुधार भइरहेछ आज 10 दिन भइसक्यो आइसियुमा भेन्टिलेटरमा राखेको अनि बुबाको राइट खुट्टा अलिक विक हो र पनि राइटपट्टि नै धेर त्यो फोर्स गरेर उतापट्टिको लेफ्टपट्टिको खुट्टा पनि यता राइटमै धेर जस्तो चलाएर झरेको गरेर बनाइदिइरहनुपर्छ ड्याडीको ज्याकेट होइन बुबाले चाहिँ हेर न कोसिस गरिरहेछन् उठ्नको लागि टाउको पनि सुरुक सुरुक बनाउँछन् हेर न बुबा ट्राई गर्नु त चन्दीलाई भिडियो गरेर पठाइदिनु अरे नि त बुबाले मलाई टाउको हेर्नु न टाउको सुरुक सुरुक बनाइरहेछन् तर अब पहिलेदेखि पनि हाम्रो बुबा चाहिँ अलिक आज हाम्रो चाहिँ 10 दिन भयो 10 दिनमा के छ भने बुबाको सुधार हल्का भयो जस्तो लाग्यो आँखा हल्का खोलिदियो क्या आज चाहिँ हल्का के भन्नु पुरै हाम्रो यसो गरेर हेरिदिएका छन् होइन हिजो आज नखोल्नुमा चाहिँ बुबाको 4 दिन हुन्थ्यो आँखा नखोलेको अनि हामीलाई टेन्सन पनि भइरहेको थियो हल्का यहाँ पनि सुन्नेको छ नि त घोक्रोमा हल्का सुन्नेको छ अनि टेन्सन भइरहेको थियो तर हाम्रो ड्याडीले खोलिदिनु भयो आजदेखि ड्याडु यता हेर्नु नि हो यता हो हिँडेलाई ड्याडु यता हो हेरिदिनु नि हो आज चाहिँ आज हाम्रो अलिक चिन्तामुक्त भयो जस्तो फिल भयो नि बुबा नसमाउने मलाई बिस्तारै गर्नुपर्छ ल जे कुरा बिस्तारै है अनि हामीलाई लागेको थियो बुबाले के गरे त्यो उयो गरेदेखि बुबाले आँखा नखोलेका हो नि त मैले चाहिँ याद गरिरहेको छु बुबाले जब त्यो उयो गरे त्यो रातदेखि आँखा खोलिदिएका थिएनन् तर आज चाहिँ मैले हिजो नि हार खाएर चाहिँ मलाई के छ पो त के सोचेर यस्तो बिजोग बनाउनु भन्दा बरु सोचखोज गरौँ हेर न यो मैसाले के गरिन आएर यो मैसाले आजको चाहिँ म सबै मैसालाई भन्छु किनभने मैसालाई पठाएको थिएँ नि त बुबाले आँखा खोलिदिएका थिएनन् मैसाले आएर के गरिन् उसले के गरिन् यहाँ के गर्यौ तिमीले मैसा तिमीले के गर्यौ मैसा बोला बुबाले मजाले हामीसँग आँखा उयो गरेर घुमाइ उयो हार्टबिटहरू देखाइदिए यस्तो भने दबाई भन्थे उयो न हाई चाहिँ यो अस्तिको दिनदेखि काटेका यो चाहिँ किन काटेका खालि यसै गर्छ नि 9 लाख कुरा चाहिँ मैले देखेको यही मात्रै थियो खालि हाई गर्छन् त्यो दबाईले नि होला यो चाहिँ ज्वरोको उयसको दबाई अरे नि त सुत्नेको दबाई अरे नि त मलाई थाहा थिएन कि यसरी सुत्नेको रहेछ यो चाहिँ सुत्नेको दबाई अरे दिइरहेको छ दिन पनि आँखा खोले कहाँबाट त्यो त अक्सिजन हो नि त त्यही हो नि त त्यही हो आज चाहिँ हाम्रो बुवाको डे लाग्नुभयो यो चाहिँ मैले 3 दिन 4 दिनको भिडियो एउटै बनाउने भनेर नि त कतिको त्यो फर्स्ट डेदेखि लिएर 11 दिनसम्ममा चाहिँ कति चेन्जेस भयो भनेर चाहिँ अपडेट दिन स्पेसली चाहिँ यो मेरो बुबाको लागि भनौँ न यो अपडेटको लागि पनि बनाएको मैले भिडियो अनि अघि बिहान त बेलुका त दाजु बसेका थिएँ नि त ठुल्दै उसले त त्यस्तो भिडियो गर्दैनन् अनि दिदी बस्दा दिदीले चाहिँ मजाले गर्थे होइन बेलुका पनि अघि बिहानसम्म कति बजीसम्म 10 बजीसम्म नि 10 बजी होइन 10 बजी पसिनै आएको होइन
माथि माथि चिप्लै आउँछ 10 बजीसम्म चाहिँ बुबाले मजाले ठुल्ठुलो हामीले जस्तो आँखा उघारेर सुनेर हातहरू चलाएर गर्नुभएको थियो पिताले। अनि अपडेट भनेको चाहिँ आजको चाहिँ यहाँ माथि स्क्रिनमा देख्न सकिहालिन्छ। लाइक अहिले त प्रेसर पनि खोइ प्रेसरको दबाई दियो होला हाई अलिकति बढेको थियो 55 समथिङ थियो 155 अहिले चाहिँ 108 रहेछ विच इज गुडै छ भनौँ न प्रेसर चाहिँ। अनि अक्सिजन 96 छ त्यहाँ यो अक्सिजन भयो। अनि मुनिको चाहिँ यो 17 चाहिँ रेस्पिरेटरी भन्छ यो के भन्छ मलाई पनि थाहा भएन नेपालीमा के भन्छ यो यसरी यो कति कतिसम्म त्यो उयो पम्प भइरहेको थियो कि हो त्यो। अनि त्यहाँदेखि अक्सिजन चाहिँ त्यो 40 नै लगाइदिइरहेको छ त्यहाँ। अनि आज चाहिँ मन्डे पनि हो नि त। अनि मन्डे चाहिँ अब डक्टरहरू आएर के अब भन्छन् रिपोर्टहरू अस्ति त्यो पाइपबाट लगेर पाइपभित्र खाँदेर चाहिँ क्यामेराबाट हेरेर अनि उनीहरूले अलिकति उयो लगेका थिए केही फोक्सोबाट केही कुरा लगेका थिए खानेकुराहरू किन मासु त लगेन त्यो मासु लानेलाई त खोइ के भन्दो रहेछ। अनि त्यो लगेर चाहिँ रिपोर्ट बा अरू ब्याक्टेरियाले पो हो कि बुबालाई दबाई बा पुगेको छैन शरीरमा भनेर चाहिँ अस्तिको भिडियोमा पनि भनेको थिएँ मैले उयो गर्दाखेरि रिपोर्ट क्लियर आएछ केही रहेनछ त्यहाँनिर केही त्यस्तोहरूले असर गरेको रहन्छ त्यस अरू ब्याक्टेरियाहरू रहेछ त्यो चाहिँ ब्याक्टेरियाको यहाँ दबाई दिइरहेछ। अनि यो सुत्नेको जो लाटिने भनौँ न स्पेसली यो दबाई एकछिन दिँदै उनीहरूले अफ गर्दै गर्छ किनभने बुबाको हात खुट्टा धेरै चलेर हो नि त। चिसो छ टाउको पनि आएको छ हो खान्छ चिसो छ छैन तातो ठिक्कको छ मन तातै छ होइन चिसो। अनि हामीलाई चाहिँ देख्दाखेरि कस्तो हुन त सजिलै हुन्छ सजिलो त हुँदैन अब यत्रो पाइपहरू लगाएको छ घाँटीमा मात्र भएन यहाँ हातभरि त्यस्तो लगाएको छ के लगाएको छ अप्ठ्यारो हुन्छ। अहिले सुत्नेको दिएको होला हौ त्यो भित्रबाट नेक पिन्दैन। अनि अहिले भर्खर चाहिँ कति 1 बज्नु लाग्यो 1 पनि बजेछ अब। अनि दिदी र म आएको थियौँ नि त। अनि अघि भर्खरसम्म म अर्को दिदी थिएँ। अनि यहाँ हेरेर कति चेन्जेस छ। अनि हामीहरूको चाहिँ के प्लान गरेको छ भने यो विकमा चाहिँ अब अरू रिपोर्टहरू पनि अलिक राम्रै आएको छ भने भनौँ त्यस्तो खराब छैन भनौँ उनीहरूले। अनि ब्याक्टेरियाको दबाईहरू दिइरहेछ एन्टिबायोटिक दिइरहेछ उनीहरूले उँधो सेलिनबाट। अनि अहिले चाहिँ धेरै 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 हात खुट्टाहरू चलाइरहनु भएको छ पिताले खाटबाटै उठ्नु जस्तो गर्नुहुन्छ विच इज राम्रो पनि अरे। अब ला कत्रो हाई भएको कहिले थाहा छैन निर्णय लागेर के यो दबाईले हो खालि हागे ला आज 3टै दबाई चलाएको छ नि त हिजो एउटा मात्रै चलाएको छु 2टै स्टप गरिदिएको छु। बुढी दुखेको होइन उयो त्यहाँ उठ्नलाई बल गरेर हिजो नि यसो गरेको नि त मुखमा कति धेरै जिब्रोमा घाउ हुन्छ। बुबा हात धेरै चलाउनु हुँदैन कठिन लाग्छ त हौ बुबा छुँदा पनि धेरै हात चलाउनु हुँदैन है बुबा छिट्टै निको भएर जानुपर्छ घर। अनि डक्टरले भनेको चाहिँ प्रेसर धेरै बढ्यो हार्टबिट धेरै बढ्यो भने चाहिँ बुबालाई दुखेको हुन्छ अरे कि त्यो मुखले बोल्न सक्नुहुन्न अभियसली। अनि त्यो दुखाइ त अब त्यही बढेकोबाटै त थाहा हुँदो रहेछ नि त बोल्न सक्नुहुन्न। अनि त्यही भएर उनीहरूले चाहिँ त्यो सानो बदलको दबाई चाहिँ त्यो सुत्नेको रहेछ त्यो दुखाइ पनि थाहा नपाउने भनौँ न। कत्रो हाई गर्नुहुन्छ चाहिँ हाई चाहिँ खतरा गर्ने दिदीले त्यो हेर्न चाहिँ सक्दिनँ म। मलाई चाहिँ हुन्छ नि कति दुखेर होला जस्तो लाग्छ तर अब त्यो दुखेर भन्दा पनि बेडबाट उठ्न खोजेर के बुवा धेरै जस्तो खुट्टा यतै मात्रै हिजो झरेको झारे गरेर त्यो उठ्न खोजेर नि। अनि अरू त त्यस्तै हो ठिकै छ। अब हामीले चाहिँ यो विकमा के डिसिजन गरेको छौँ भने अब बुबाको शरीरमा कतिको अक्सिजन छ होइन। हुन त पहिला ल्याएको भन्दा त अब यत्रो 11 दिनमा त धेरै नै चेन्ज भयो तै पनि साथसाथै चाहिँ अब यो भेन्टिलेटरमा राखेर मात्रै पनि काम छैन यसको फुल सपोर्टमा पनि छैन काम। अनि आधी जस्तो त बुबाको पनि छ शरीरमा अक्सिजन। अनि त्यही भएर पनि हामीले चाहिँ
डक्टरहरूले नि सजेसन दिएको अब यो भेन्टिलेटरबाट अक्सिजन निकालिदिने कतिको सास फेर्न सक्नुहुँदो रहेछ आफैले भनेर चाहिँ त्यो चाहिँ अब मुस्किल घडी भन्दा नि हुन्छ हाम्रो लागि चाहिँ अब थाहा छैन कतिको गर्न सक्नुहुन्छ 11 दिन भयो आज अनि अब यो हप्तामा गर्ने भन्ने चाहिँ हामीले डिसिजन गरेको छ नट अन्ली हामीले डक्टरहरूले पनि भनेको छ अब 15 दिन त लगभग पुग्छ यो विकमा अनि पुगेपछि भनेको चाहिँ अब कतिको चाहिँ गर्न सक्नुहुन्छ त सास फेर्न सक्नुहुन्छ उहाँलाई गाह्रो हुन्छ हुँदैन यो निकालेपछि भनेर अब हामीहरूको चाहिँ त्यो छ हामीहरूको मेन मुस्किल घडी भनेको चाहिँ अहिले चाहिँ अब यो विकमा चाहिँ बुबा त त्यो अक्सिजन निकालेपछि चाहिँ त्यो भेन्टिलेटरबाट निकालेपछि पाइप निकालेपछि चाहिँ कतिको गाह्रो हुन्छ अनि आज डे 11 पनि भयो थाहा छैन म मेबी यो भिडियो चाहिँ म सायद आज पोस्ट गर्छु कि भोलि डे 12 मा गर्छु थाहा छैन बट अघि चाहिँ मजाले आँखा हेर्दै मजाले उयो गर्नुभएको थियो आँखाकै साराले बोलिरहनु भएको थियो बुबाले अहिले चाहिँ त्यो मलाई लाग्छ सुत्नेको थियो होला सायद उनीहरूले सुत्नेकोले पनि बुवालाई भ्याउँदैन हातखुट्टा त्यत्तिकै हो चलाएको तलै गरिरहने हो बुबाले अनि यस्तै छ आज चाहिँ 11 दिन होइन ड्याडीले हात समाइरहनु भएको छ किनकि नजानु हुँदै छोडिदिउँ न बुबा दाजु आइहाल्छ त छोडिदिउँ नजा हुँदै बस्छ मलाई बोलाउन चिनिसकेको अब चाहिँ बुझ्यौ तिमीहरूले दिउँसो बस्ने साथी बस्दै मसँग मेरो साथी मलाई बोलाइन्छ भनेर अप्ठ्यारो भयो अब मैले चाहिँ आई थिङ्क खोइ कति दिनको भिडियो बनाएँ मलाई पनि थाहा छैन साथीहरू अलिअलि क्लिप गर्दै गर्दै यो उठ्नुपर्छ के बुबा कम्मर उठाउनुपर्छ ड्याडी यो उठ्नुपर्छ हाम्रो बुबाको हिप अलिक विक छ नि त यसलाई नि राख्नु ओइ यस्तो ट्युब लगाइदिएको छ यहाँ उयो अप्ठ्यारो हुन्छ नसिका मलाई मेरो दिदी सबै जान्दा थियो नि फेरि साथीहरू डक्टरभन्दा कम थिएन नि फेरि पिसाब लगाइदिएको पिसाब बाँधिएको छ हात यहाँ राखेको त्यहाँ लड्यो साह्रो र अब साथीहरू आजको लागि यति नै होला दाजु आउँदैछन् अरे अनि यो मा पापिनी हो भर्खर भर्खर होइन गाइस लाइक म देखाउँछु म जहीँ बसे पनि म मेरो समय चाहिँ म बर्बाद गर्ने खालको मान्छे चाहिँ छुइनँ भन्नुपर्छ भने होइन लाइट नबल्दो रहेछ यो बट इट्स ओके मैले यति धेरै अब काममा जाने मान्छे भएपछि गाइस म केही गर्नै भ्याउँदिनँ मेरो यहाँ नोटबुक पनि ल्याएको छु एन्ड देन योले चाहिँ बाहिर बसेर के गर्यो भन्दैछ कि मेरो दिदीले त्यत्रो आँखाले देखिनँ अनि यहाँ यी फर्महरू भरेको छु घरको के को भर्नुपर्ने यहाँ मैले अलरेडी भरिसकेँ बाहिर वेटिङ रुममा बस्दा बस्दै एन्ड देन मेरो अप्रिलमा इक्जाम छ सो मैले यहाँ नोट बनाउँदैछु कि पछाडिको किताब चाहिँ यहाँ किताब छ यहाँ खाता मैले लेखेको उसले देखेकै थिइनँ हो पढ्नलाई थाहा हुन्छ नपढ्नलाई थाहा हुँदैन अनि यहाँ चाहिँ मेरो दिदी चाहिँ खालि मलाई गनगनै मात्रै गर्छ म बसिनँ आइन हँसिरहनु भन्छ मलाई यिनीहरू सबै मिलेर मलाई काममा खेदाएको यिनीहरू सबैजना मिलेर काममा खेदाएको अनि अहिले चाहिँ आज डे अफ भएको थियो अनि मैले चाहिँ म आउँदा चाहिँ बुबाले आँखा अघि त यत्रो आँखा हेरेर आँखाकै सारमा बोलेको कि मैले भिडियो गर्दैन हाम्रो दाजुहरू त्यस्तो छैनन् साथीहरू अनि त्यही भएर यस्तै छ वेल्सी अब हाम्रो मुस्किल घडी आउँदैछ यो विकमा उनीहरूले बिहान बिहानै चेक गर्छन् अरे अक्सिजन निभाउँदै ल भोलि मात्रै आउँछु ल बिहान आउँछु यहाँ चाहिँ चुन्द्री यहाँ कराइराखेको छु बुवा चन्द्रीमा एक झलक हेरिदिनु चन्द्रीलाई एक झलक हेरिदिनु न आँखा खोलेर ड्याडी चन्द्रीलाई आँखा खोलिदिनु त मुखले चाहिँ नबोल्नु है ट्राई पनि नगर्नु कोसिस पनि नगर्नु आँखा मात्र खोल्नु मलाई थाहा भइहाल्छ मेरो पिताले सम्झिरहनु भएको छ मलाई सुतेरै भए पनि भनेर ल अनि बुबा जाति भएर लगेपछि म भिडियो देखाइदिने हो यो सबै पिताले हेर्ने हो भिडियो टिभीमा लगाइदिन्छु भिडियो हेर्नुपर्छ नि दुइटै खोज्नु नि त आँखा अनि आजको लागि चाहिँ यति नै साथीहरू हो हाम्रो ड्याडी छिटै जाति हुनु पऱ्यो एन्ड देन हामी विस गरिरहेको थियौँ कतिले हेरिरहनु छ भिडियो प्लिज गाइस प्रे गरिदिनु जुनै धर्मबाट भए पनि त्यो उयो भएन हामीलाई धेरै निड छ नि त हामीलाई निड छ पियर्सको त्यो त्यही भएर चाहिँ अब यो हप्ता वल्सी के हुन्छ म भिडियो बनाउँछु सायद होइन बनाउनै पर्ने हुन्छ सो यति नै अहिलेको लागि चाहिँ